लाग्छ भने जेन्जीहरूमा यति म हजुरको मिडिया मार्फत भन्न चाहन्छु कि हामी आइलाग्दैनौँ 2 महिनासम्म हामी चुप बस्यौँ नि त होइन हजुरले काहीँ हामीले आन्दोलन गरेको देख्यौँ ठुल्ठुलो आन्दोलन हामीले केही पनि गरौँ शान्तिनोहरू तपाईँको देख्नुभयो होला तर ठुलो आन्दोलन हामीले कहिल्यै पनि गरेनौँ किनभने अहिले समय ठिक छैन देशलाई निकास चाहिएको छ भनेर हामीले नगरेको होइन तर कुनै दिन हामीमा आइलाग्यो भने चाहिँ त्यो दिन विश्वास राख्नुहोस् कि त्यो दिन हामीले जनता उतार्न सकेनौँ भने म झुन्डेर मर्न तयार छु होइन त्यो दिन हामी यस्तो मानव सागर उडाउनु कि अनि यो पेट्रोल र मासु भातले हुनेवाला छैन एउटा नेपाली नागरिक भएको नाताले मात्र हुनेछ आफ्नो देशलाई माया गरेको हिसाबले मात्र आउनेछ त्यो मान्छेहरू त्यही भएर हामीलाई चलाउने काम नगर्नुहोस् 2 दिनमा डिस्कर्डमा 1.5 लाख मान्छे जम्मा गर्न सक्ने हामी हिम्मत भएको मान्छेहरू 2 महिनामा अब के हुन्छ अगाडि 10 बजे तपाईँको गएर के भन्छ सिडिओमा गएर हामीले दर्ता गरेको हामीले अब लिडरकै कुरा गर्ने हो भने हाम्रो यसमा केही छैन हामी पछिबाट हाइज्याक गर्न आएको भन्ने जुन चाहिँ आरोप लागिरहेको छ त्यो हो भने त त्यसो त हामीले त तपाईँको त हामी नेपालको तपाईँको पत्र हेर्नुहोस् होइन 10 बजे गएर सिडिओमा दिएछौँ त्यो भने त हामी आधिकारिक भयो तर हामीलाई त्यो लिनु छैन श्रेय लिनु छैन हामी आधिकारिक पनि हो भनेर किन धेरैजनाले बिचरा दुःख गरेर गरेको आन्दोलन हो होइन त्यसपछि तपाईँको 9वटा जति तपाईँको त्यसमा चाहिँ निवेदन परेछ भन्ने सुनियो क्या होइन आन्दोलन भनेको तपाईँको जनताको हो नि त व्यक्तिको होइन नि त होइन यो कुरा हामी सबैजना बुझ्नुपर्छ अनि जब तपाईँको यसको लिडरसिप कसले लिने भनेर भन्दाखेरि तपाईँको आर्मीले सबैजनालाई खबर गर्नु हामीलाई नि बोलाउनु भएको थियो होइन अरूलाई नि बोलाउनु भएको थियो यसको खासमा कसले चाहिँ गरेको त यो चाहिँ अब हामी चाहिँ विभिन्न ग्रुप थियौँ नि त होइन विभिन्न ग्रुप थियौँ हामीले चाहिँ के गरेका थियौँ भन्दाखेरि त्यतिखेर चाहिँ तपाईँको एम्बुलेन्सहरू बच्चाहरूलाई होइन केही गरे लाठी कि भ्रष्टाचार विरुद्ध हामी लड्ने कि यो फेक न्युजहरूको पछि लड्ने कि हाम्रो टिम मिलाउन लड्ने कि होइन कति कुरामा चाहिँ हामी लड्नुपर्ने है र मलाई देखाउनु परेको जसले यो एक्युज गरेको छ नि हामीलाई होइन देखाउनु पऱ्यो कि त्यो भिडियोमा चाहिँ म चाहिँ कहाँ छु भनेर क्या म चाहिँ कहाँ छु भनेर त्यहाँ देखाउनु पऱ्यो क्या र मैले बोलाएको भने त्यो प्रुफ कहाँ छ मैले बोलाएको भने गर्दै गऱ्यो अनि मैले चाहिँ पछिपल्ट एउटा क्लब चाहिँ खोल्नु पर्ला भन्ने मेरो जहिले पनि थियो क्या पहिलादेखि थियो क्या मेरोमा क्या त्यो दिमागमा थियो अनि पछि मैले थिम इभेन्ट छोड्ने बित्तिकै आई अलवेज वान्टेड टु ओन अ क्लब तर त्यतिखेर चाहिँ प्रब्लम के थियो भन्दा गुन्डाहरूले मात्रै खोल्थेँ क्या अब आफू त गुन्डा थिएन त्यतिखेर भन्नाले अहिले पनि छुइनँ होइन जस त्यतिखेर पनि अब एकदमै गुन्डाहरूले मात्रै खोल्ने अब त्यस्तो टाइपको थियो त्यो एउटा अर्कै टाइपको त्यो थियो कि जहिले झगडा पर्ने क्लबमा होइन त्यस्तो टाइपको थियो अनि अहिलेको हाम्रो कर्मदाई हुनुहुन्छ अहिले कर्म बार सनडाउन बाई कर्म हुन्छ नि एभ्रिथिङ कर्मदाईको हो सो हामी दुईजनाले मिलेर चाहिँ अब त्यो क्लब खोलौँ भनेर नाम के राख्ने भनेर भन्ने कुरा भयो नाममा चाहिँ अनि दाइले आफै पनि ओएमजी थिम इभेन्ट्सहरू थियो ओएमजी नै राखौँ भनेर भन्यो सो ओएमजी क्लब भयो क्या क्लब ओएमजी भयो सो द्याट्स हाउ वी स्टार्टेड त्यतिखेर फ्राइडे नाइटको ट्रेन्ड पनि थिएन एभ्री वान हुन्छ नि यो इभेन्ट्सहरू मात्र आउनु पर्थ्यो क्या सो हामीले धेरै दुःख गरेको छौँ भने अहिले जुन चाहिँ पार्टी सिनारीले क्रिएट भएको छ कर्मदाई मी विज टु वर्क रियली हार्ड हुन्छ नि अब हामी कति झगडा पर्थ्यो त्यहाँ अब त्यहाँको लोकल केटाहरू भयो यता हान्न पर्थ्यो होइन